हेलो नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल खालिङ दिपा। अनि आज चाहिँ मेरो छुट्टी छ, हाइकिङ जानलाई रेडी परिरहेको छु होइन। अनि हाम्रो प्लानिङ चाहिँ 8:30मा जाने निस्किने कुरा थियो, तर यताउता तयारी गर्दा होइन 9:30 नै भयो। अब चाहिँ म पनि रेडी परेँ प्यारी मुना दिदीहरूसँग। हामी चाहिँ आज हाइकिङ जान लागेको। कहाँनिर हो मलाई चाहिँ एकिङ सुन्नु त सुने, दिदीले भन्नु त भएको थियो, तर मैले चाहिँ बिर्सिएँ। अब कहाँ हो जाँदैछौँ धेरै पछि। म पनि हाइकिङ जान लागेको दिदी मुना दिदीसँग, प्यारी मुना दिदीसँग। अब भेट्छौँ हामी छिटै नै, यहाँ नजिकै छौँ हामी चाहिँ। अनि अब को हुनुहुन्छ सबैजना 4-5 जना छौँ होला आज। अनि हाइकिङ जाने साथीहरू हेर्दै गर्नु होला है। अब दिदीहरूसँग कहाँ को हुनुहुन्छ सबैजना भेटेर देखाउने नै छु। यो चाहिँ म हाइकिङ जाने ठाउँमा चाहिँ जङ्गलहरू पहाडहरू हिँड्नुपर्छ नि त एकदमै। अनि म चाहिँ नेपाल पुगे जस्तो लाग्छ अनि एकदमै आनन्द लाग्छ। अनि जाऊँ भनेर दिदीलाई भनेको थिएँ। अनि अब चाहिँ म रेडी परेर जान लागेको। ल हेर्दै गर्नुहोस्। ल दिदीहरूसँग भेटेर पनि हामी चाहिँ एमटिआरभित्र छिर्दैछौँ। अब छिर्दैछौँ। आज हामी ड्र्यागन ब्याक हाइकिङ गएको। ड्र्यागन ब्याक म त अघि भ्लग सुरु त गरेँ, तर कता भन्नै आएन। ड्र्यागन ब्याक हामी चाहिँ सबैजना यतिजना हो जाने। दिदी स्टार्ट भएको आज हाम्रो ड्र्यागन ब्याकको 6 जना है। हाइकिङ चाहिँ सुरु भयो। अब चाहिँ हामी जाँदैछौँ ड्र्यागन ब्याक। ल जाउँ है दिदीहरू भेना दाइ। हामी चाहिँ 6 जना है, 6 जना जम्मा। त्यही गाडी कुरिरहेछौँ। यो के पो भन्नुभयो? साउकी वानबाट नम्बर 9 बस चढेर जाने हामी चाहिँ ड्र्यागन जाने। सबै बस कुरिरहेछौँ यहाँ। यो चाहिँ हो 9 नम्बर यो बस जाँदो रहेछ। अब आइसक्यो। अब हाइकिङ जाने ग्रुपहरू चाहिँ के भयो मेरो त टल्किन्छ। दाई भेना अनि यहाँ दिदीहरू हुनुहुन्छ। 2जना जाने। हामी चाहिँ अब गाडीमा पसिसक्यौँ, बस बसिसक्यौँ। अब एकछिनले जाने हो। दाई हुनुहुन्छ यता दाई, यहाँ दिदीहरू। हेलो भेनाजु त उता कतातिर हाम्रै दर्नु बसेको। हामी जाने अब केही मिनट रोकेर जाने हो। अब हामी हाइकिङ धनकुटा हो उहाँको। तपाईँको चाहिँ ओखलढुङ्गा नजिकै। म हिलेदेखि हिँडेको छु मेरो गाउँ। तपाईँको चाहिँ दाइ? तपाईँको ओखलढुङ्गा। तपाईँको चाहिँ ताप्लेजुङ। ए सबै पूर्वेली पऱ्यौँ है आज हाइकिङ जाने, सबै पूर्वेली। छिमेकी जिल्ला हजुर। पहिला त आउँथ्यौँ नि। अहिले चाहिँ हाम्रै बजार हाम्रै सोलुमै आइसक्यो। अनि प्राय हजुर आउनु पर्दैन अब चाहिँ प्राय। तर आउने त आउँछ। बिदा हो कि पहिलामा चाहिँ साह्रै धेरै समय लाग्ने, अहिले त एकैछिन हुन्छ। 1 महिना लाग्छ। त्यो कलेक्सन चाहिँ 1 महिना लाग्छ। हजुर पनि 1 महिना लाग्छ। यो माथि के हो? अनि त्यही त त्यो डल्लो के हो, ट्याङ्की जस्तो। त्यही मैले दुईटा पो रहेछ। टावर हो कि त्यसरी फास्ट कुदाएर है। यो भिडियो पनि देखिँदो रहेछ। होइन त्यो चयमको खाल्टा यो चाइवान होइन, चयङबाट लाने पनि त चाइवान ल्याउँदा पनि एकदमै नेपाल पुगे जस्तै हुन्छ है दाइ? एकदमै आफ्नै
आफ्नै देशको सम्झना आउँछ। आउँदैछौँ है हामी। ल ऊ किन राखेको होला है यो ढुङ्गा चाहिँ यसरी बाँधेर राखेर चाहिँ। यो चाहिँ के हो अघि पनि देख्यौँ हामीले। अनि हामीले चाहिँ भनेको बोकेर हिँडेको होला नसकेर छोडिराख्यो होला भनेर, तर यहाँ पनि छ फेरि यस्तो छ। ए यो त यसको केही विशेषता रहेछ। यो यससम्म नि चाहिँ हामी चाहिँ अनभिज्ञ। हजुर त्यही त ढुङ्गा अनि यसरी बाँधेर राखेको छ त सबै ठाउँमा। यस्तो छ यो चाहिँ। लु दिदीहरू अब चाहिँ उकालो बाटो सकियो। फर्स्ट टाइम आएको म चाहिँ। यहाँ रमिता हेर्ने ठाउँ। यो चाहिँ रमिता हेर्ने ठाउँ रे। हेलो 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 गुड मर्निङ। हेलो गुड मर्निङ गुड मर्निङ गुड मर्निङ गुड मर्निङ। ल यहाँबाट चाहिँ भ्यू हेर्ने ठाउँ रे। दामी छ। लेट्स गो। ल आउनुहोस् ल दिदीहरू। यहाँबाट चाहिँ दुईवटा बाटो रहेछ नि। ए हामी त्यही ड्रागन ब्याग। ए यहाँ ड्रागन्स ब्याग बल्ल भन्न आयो। यहाँबाट ड्रागनको ढाडहरू के ड्रागनको ढाड। यस्तो छ त्यो कस परेर ए ठ्याक्कै यो तलको चाहिँ सिधै पर जोडिन्छ। यो चाहिँ हजुर काका हिँड्दैन, यो त सिधै जाने बाटो। हजुर। यो चाहिँ उकालो केही गर्न नसक्नेहरूलाई चाहिँ ए यो बाटो अथवा साइकल चलाउनेलाई। हजुर एकदमै साइकल हजुर दाइ। ए हामी चाहिँ यो बाटो हामी चाहिँ हिँड्न सक्छौँ, त्यही भएर ड्रागन्स ब्याग। यही माथि हो होइन, यहीँ खाएर जाने हो ठिकै छ। यहीँ खाउँ। अब हामी चाहिँ खाजा खाने प्लानिङमा छौँ। खाएको यहाँ पनि हामीले। ए हो चटपटे खाऊँ है। चटपटे पनि खाउने। के खाने पहिला? चटपटे खाउने। त्यसपछि हामी जाने खाजा खाएर उयो माथि के जाने। यता पनि ठुल्ठुलो थियो अघिको हेलो भन्नेहरू यता गिलोवाला चटपटे बनाएको, तर कलर चाहिँ त्यति आएन छ। मेरो कस्तो छ दिदी? मिठो? एकदम मिठो छ। मिठो बनायो बहिनी, थ्याङ्क यू। ल मेरो चाहिँ यो जता जाँदा नि म चाहिँ चटपटे एकदमै सिग्नेचर हो यो। सिग्नेचरै भयो। सोलु जाँदाखेरि कति गाडीमा कति ठिक हुने कि गाडी हो नि एकदमै। ल हेली पनि आउँदै रहेछ, एकदमै राम्रो हावा चल्ने ठाउँ यहाँ। राम्रो ठाउँ, हावा चलिरहेछ, नाच्नु मन लाग्यो। फुर पुतली जस्तै होइन दिदी? नाच्नु पो मन लाग्यो मलाई। यहाँ ढुक्क छ, यो माथि हिँड्नुपर्ने, तर सेफली भएर हिँड्नुपर्छ होइन। एकदमै राम्रो ठाउँको आज एकदमै ह्याप्पी मन्डे। हाम्रो दिदीहरू दाइहरू नाचोनीहरू ड्रागन ब्याग्स। सब्सक्राइब अनि लाइक कमेन्ट गरिदिनु होला है। ल हुन्छ हजुरहरू पनि यस ठाउँमा आउनु नभुल्नु होला है। सेको दिन रमाइलो भयो दिदी एकदमै है। घाम लागिरहेछ, हावा पनि कपाल चाहिँ बुरु बनाइरहेछ। यो चाहिँ हो हाम्रो सोलुखुम्बुको फाप्लु जस्तै लाग्यो। एकदमै राम्रो ठाउँ। वाउ फाप्लु जस्तै लाग्यो है, तर
समुद्र छैन हाम्रो पाप्लोमा, जङ्गल मात्रै हुन्छ। तर यहाँ चाहिँ पाप्लो जस्तै लाग्यो। आमा मिस मेरो सोलुखुम्बु। भाउ क्यामेरा नै हल्लाइदिँदो रहेछ हावाले। वाउ दिदीहरू माथि हुनुहुन्छ। एकदमै क्यामेरै हल्लाइदिने रहेछ। हावाले सिरसिर सिरसिर हावा छ। अघि आउँदाखेरि अर्को बाटो आएको, अब झर्दाखेरि अर्को बाटो जाँदैछौँ। वाह भिडियो खिचौँ न है। चस्मा पनि लगाइहाले। त्यस्तो पत्ता सक्यो ठिकै छ ल। सरी सरी दिदी। रेस्ट बसेको अवस्था। आजको हाइकिङ चाहिँ सक्न लाग्यो है अब होइन। अब चाइवान निस्किनु भने 2.5 किलोमिटर मात्रै रहेछ। 1 किलोमिटर जस्तो मात्रै होला है हावा त खतरा छ है। अब हामी फेरि फाइनल दिदीले चाम्रे बोकेर ल्याउनु भएछ ल है। लिनुहोस् आमा। धन्यवाद। अचार चाम्रे कस्तो छ दिदीहरू? एकदम मिठो छ। अब दोस्रो चोटि हामीले चार्जिङ गरेको फेरि हाम्रो पेटको लागि। हजुर हो ल। यता दाई बेनाजु हुनुहुन्छ। म चाहिँ ठ्याक्कै हाम्रो आमालाई सम्झिरहेको छु। हाम्रो आमाले के यताउता जाँदाखेरि ठ्याक्कै चाम्रे पकाएर होइन बोकाएर जाऊ भनेर भन्नुहुन्थ्यो। त्यस्तै सम्झिरहेको छु। धन्यवाद मुना दिदीलाई, प्यारी मुना दिदीलाई। वेलकम छ ल है। ल म एक बाइट खान्छु ल। कस्तो रहेछ, कस्तो बनाएछु मैले चाम्रे। यम्मी यम्मी। सो यम्मी। ल है ल ल मैले खालेँ। कत्रो रुखहरू। अब चाहिँ हाम्रो एकदमै हाम्रो सोलुको जस्तै लाग्यो। आई मिस सोलु। सोलु एकदम ठुल्ठुलो। अब चाहिँ हाम्रो हाइकिङ चाहिँ सक्न लाग्यो है। आजको दिन कस्तो भयो दिदीहरू? एकदमै रमाइलो भयो। मेरो चाहिँ कपाल झिङरिङ्गै भएछ ल। अब के भयो मेरो केस त झन्। अब सक्न लाग्यो। अब चाहिँ आजको भिडियोबाट बाई बाई।